सो फाइनली गाइज ब्रेकफास्ट चाहिँ भयो। अब चाहिँ लाग्दैछु फेरि कामतर्फ, किनभने काम त गर्नै पर्यो। नास्ता गर्न आउँदा एकैछिन यसो बसेको, झ्याउ लागेर हिँड्न पनि यार यस्तो गर्मी छ। के गर्ने गर्मी भयो नि, कतारको गर्मीमा काम गर्न आइसकेपछि काम गर्नै पर्यो। अब चाहिँ सरर गर्मीमा बिरालोलाई के भयो, के भयो यो बिरालोलाई? भाग्यो। म्याउ। गाइज के कस्तो लाग्दैछ हजुरहरूलाई मेरो कन्टेन्ट? देख्न सक्नुहुन्छ कडकती धुप, गर्मी, कतारको गर्मी। ओ माई गॉड। लहेर बाउला किन भगाएको छ गाडी? गाइज यो कतारमा हेर्नु, अहिले जो पनि आएको छ लाइक लिटरली जो पनि आएको छ नि, फर्स्टली भनेको प्रायोरिटी भनेको लाइसेन्सको लागि दिन्छ कि जसले पनि। अहिले कतारमा यति धेरै लाइसेन्स होल्डर भयो कि हेर्नु, अहिले ड्राइभरको भ्यालु नै छैन के, किनभने ड्राइभरहरू फालाफाल पाइन लागे। जो पनि आएको छ, तपाईँको नेपाली भयो, बङ्गाली भयो, इन्डियन भयो, जो पनि छ नि, फर्स्टली लाइसेन्सको लागि अलिकति तर्खर गर्छ, अनि लाइसेन्स निकाल्न खोज्छ। लाइसेन्स निकालेपछि लाइसेन्स लिएर त्यत्तिकै बस्छ, किनभने ड्राइभरको भ्यालु नै छैन। पहिला भन्नुहुन्थ्यो भने ड्राइभर भिजामा आउने, ड्राइभर काम गर्नेहरूलाई राम्रो स्यालेरी दिन्थ्यो, राम्रो हुन्थ्यो, सुविधाहरू पनि, फेसिलिटीहरू पनि, होइन। बट अहिले ड्राइभरको भ्यालु चाहिँ छैन, किनभने ड्राइभरहरू धेरै भयो, फालाफाल भयो। तैँले यति भन्छ नि, मैले तँलाई किन राख्छु भन्न थाल्छन्, त्यस्तो हुन्छ कि। सो अब त्यस्तै भइरहेको ड्राइभरको पनि खासै फाइदा छैन कतारमा। हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ, त्यहाँ कस्तो छ? दुबई, साउदी, बहराइन, ओमान के कस्तो छ त्यतातिरको ड्राइभरको भ्यालु? कमेन्ट सेक्सनमा बताउनु होला है। गाइज यतिमै होल्ड गर्छु म। यो बिरालोले के गर्दैछ? म्याउ। सो गाइज म यतिमै होल्ड गर्न चाहन्छु अहिलेलाई। त्यसपछि अब फेरि रिज्युम गर्न पर्यो वक, अनि त्यसपछि बिचमा के कस्तो हुन्छ देखाउने नै छु। ओके, स्टे ट्युन गाइज।